कतिले चाहिँ के भन्छन् भने ए बालन शाहलाई जिस्काइरहेको छ बजेट आउँदैन भन्छ। त्यो होइन त्यो होइन। यसपालि अब ढाँट्नु भयो भने त मन्त्रीले ढाँट्यो भने मेरो केही चाहिँ लागेन होइन। यसपालि प्रधानमन्त्रीले चाहिँ के भन्छ अरे भने त्यो हर्क साम्पाङको सबै हेर्नु है भन्छ अरे क्या पूर्वाधार विकासमा है 228 करोड सुनसरी 1 को लागि हामी छुटाउँछौँ भन्नुभएको छ। यो सबै तपाईँको चाहिँ बिग्रेका बाटाहरू सबै हामी बनाउँछौँ तपाईँ आउनुहोस् भनेर भन्नुभएको छ। मैले तपाईँको चाहिँ म झुटो बोल्ने मान्छे होइन होइन। त्यो अब संवाद गरेको कुरा रेकर्ड गरेर देखाउने त कुरो भएन। 5 वटा पुल हामी बनाउँदैछौँ। एउटा कोकाको पुल, एउटा यो श्यामचोकदेखि यतापट्टि उता के अरे यो यता जाने पुल यो सेउतीको, एउटा माथि तपाईँको चाहिँ के अरे निशान डाँडाको होइन, एउटा धरान 11 को तपाईँको चाहिँ नगरकोट यता मासतिरको एउटा पुल, अनि एउटा चाहिँ मसाने है 5 वटा पुलको माग भएको छ। सबै यही वर्षभित्र ठेक्का लाग्छ भनेर वचन दिनुभएको छ। धनबहादुरजी मेयर बन्नु भनेको हर्क साम्बाङै मेयर छ भनेर बुझ्दा पनि हुन्छ क्या। किनभने हाम्रो निर्देशन अनुसार हाम्रो प्लान अनुसार उहाँ चल्ने र उहाँले चाहिँ तपाईँको बनाउने हो नि त। तर अर्को मान्छे जित्यो भनेदेखि त हर्क साम्बाङ होइन भन्ने हुन्छ त्यहाँ।